प्रदेश सरकार जनताका पक्षमा जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई चाहिँ मार्ने गरी, जनताको हत्या गर्ने गरिकन अगाडि बढिरहेको छ। म यो सरकार मुर्दाबाद भन्न चाहन्छु। बालेनको मुर्दाबाद भन्नेले, अहिले बालेनको मुर्दाबाद भन्ने कमरेडले त्यति बेला बाको मुर्दाबाद भन्न सक्ने दम छ हामीसँग। यो दम हामी जिम्मा लिन्छौँ, यो परिवारको जिम्मा लिन्छौँ, यो समुदायको जिम्मा लिन्छौँ। कहाँ छ खगेन्द्र सुनार? हिजो नेल लगाएर आएको भनेर खोजिएको थियो सदनमा, सडकमा। यहाँ छ खगेन्द्र सुनार, यो नेल लगाएर आएको खगेन्द्र सुनार हो। बाको दाइ बाउजूको हातखुट्टामा तेल लगाएर आएको खगेन्द्र सुनार होइन। हामी नेल लगाएर आएको एउटा विद्रोहीलाई कति बेला विद्रोह गर्नुपर्छ, कति बेला विरोध गर्नुपर्छ भन्ने कुरा हामीले बुझेर आएका छौँ। अहिले विपक्षीका साथीहरूलाई दलितको बडो माया लागेर आएको छ। कमरेड उठ्नुहोस्, एकचोटि यो अभियानमा जुट्नुहोस्। दलित मार्ने क्रम रोकिएको छैन। उठ्नुहोस्, साथ दिनुहोस्। काङ्ग्रेसका साथी उठ्नुहोस्, एमालेका साथी उठ्नुहोस्, माओवादीका साथीहरू उठ्नुहोस्, राप्रपाका साथीहरू उठ्नुहोस्। एकचोटि यो जातीय विभेद र हिंसाका विरुद्धमा त्यो दम छ भने, त्यो आँट छ भने यी सबै घटनालाई एकचोटि पल्टाएर हेर्नलाई म सबैलाई ध्यान आकर्षण गर्न चाहन्छु। र यो घटनामा जसरी सरकारले सदा सहायता देखाएर यो परिवारको जिम्मा लिएको छ, यो जिम्मा यो देशभरिका 60 लाख दलितको, यो देशको जिम्मा लिन आएका हौँ हामी जिम्मा लिन्छौँ। घटनाबाट भाग्दैनौँ, दलितको मुद्दाबाट भाग्दैनौँ। यति कुरा तपाईँको बिचमा राख्न चाहन्छु। समयको लागि सभामुखज्यूलाई धन्यवाद।